सबैभन्दा मन मिल्ने साथी चाहिँ को हो? मेरो मन मिल्ने साथी भनेको मलाई हरेक समयमा साथ छोड्दैन कि त्यसले एउटै छ को दुःख। कहिले घरको पीर, कहिले मनको पीर। कस्तो हुन्छ होला है आमा पीर बिनाको तकदिर। कसैको मन भित्रैदेखि नराम्ररी तोडिसकेपछि माफी माग्नु अनि फेरि ऊ पहिलेको जस्तै भइदियोस् भनेर अपेक्षा गर्नुको कुनै अर्थ रहँदैन, किनकि फुटेको ऐना जतिसुकै राम्ररी जोड्न खोजे पनि त्यसमा परेको दरार कहिल्यै मेटिँदैन। कतिको माया लाग्छ भाइको? कम त लाग्छ एकदम लाग्छ। मेरो बाबा मम्मी पछि त त्यही त हो नि मेरो माइती होइन। अब राम्रो बुझ्ने केटी बिहे गरोस् अनि त्यति हो त पुग्छ। बुहारी चाहिँ राम्रो आओस्, हामीलाई बुझ्ने जस्तो। हामी माइत जाँदाखेरि चाहिँ रुखो वचन नलगाउने कि। पानी पकाएर बाक्लो र मान्छे फकाएर आफ्नो बनाउनु बेकार हो। यदि कोही मान्छे तपाईसित बोल्दैन, तपाईबाट टाढा हुन चाहन्छ भने उसलाई टाढा जान दिनुस्, उसलाई बाध्य नगर्नुस् तपाईसँग बस्नको लागि, तपाईलाई आफ्नो सोच्नको लागि। कोही मान्छेको बानी नै त्यस्तो हुन्छ, जति नै तपाईँ राम्रो गर्नुस्, जति नै तपाईँ